नमस्कार, गुड मर्निङ नेपाल सम्पूर्ण नेपालीहरूलाई स्वदेश विदेशमा रहेर यतिखेर कार्यक्रम गुड मर्निङ नेपाल हेरिराख्नु भएको छ। नेपालमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले युट्युब मार्फत पनि हामीलाई प्रतिक्रिया दिइराख्नु भएको छ र प्रत्येक कार्यक्रम हेरिराख्नु भएको छ, मन पराउँदै आइराख्नु भएको छ। हामी यही नै चाहन्छौँ, यहाँहरूको साथ सहयोग र प्रतिक्रिया अपेक्षा गरिरहेका हुन्छौँ। हामी आजको बसाइमा हामीसँग चर्चित लोक तथा दोहोरी गायक हुनुहुन्छ। उहाँले धेरै गीतहरू गाइसक्नु भएको छ। मैले नाम मात्र लिँदा पनि उहाँको नामै काफी छ, किनकि सबैजनाले उहाँलाई अत्यन्त मन पराउने गर्नुहुन्छ, अत्यन्त मन पराउँदै आइरहनु भएको छ। उहाँ सदाबहार हुनुहुन्छ, सधैँ हिट नै हुनुहुन्छ। उहाँले एल्बम निकाल्नु भए तापनि ननिकाल्नु भए तापनि कहिलेकाहीँ आफ्ना गीतहरू रेकर्ड भए तापनि सदैव दर्शक श्रोताले उहाँलाई आत्मसात गर्दै आइरहनु भएको छ, मन पराउँदै आइरहनु भएको छ। उनै चर्चित गायक हुनुहुन्छ। आजको बसाइमा हामीसँग बद्री पङ्गेनी हुनुहुन्छ। उहाँलाई हामी यतिखेर गुड मर्निङ नेपालमा स्वागत गर्न चाहन्छौँ। महत्त्वपूर्ण स्वागत छ यहाँलाई गुड मर्निङ नेपालमा। धन्यवाद छ, शुभ प्रभात। धेरै वर्षपछिको चाहिँ प्रतीक्षापछि आउनु भएको भएर मैले सुरुवातमा यसो भने धेरै जस्तो तपाईँको प्रोग्राम सुरु भएपछि हजुर अलिकति टाइम लाग्यो। कहिले तपाईँले सम्झिनु भएन, कहिले तपाईँले सम्झेर मैले भ्याएन। सधैँ व्यस्त नै है तपाईँ? सधैँ व्यस्त भन्नाले अब यस्तो हुन्छ हजुरको, अब हाम्रो अहिलेको काम भनेको त स्टेजमा गएर गीत गाउने हो। हजुर। अब कहिले रोल्पा पुग्या हुन्छ, कहिले डोल्पा पुग्या हुन्छ, कहिले ताप्लेजुङ पुग्या हुन्छ। अब फेरि कहिलेकाहीँ के हुन्छ भने अब भोलि प्रोग्राम आज जस्तो पनि कहिलेकाहीँ अब साथीभाइको विभिन्न सम्बन्धको हिसाबले चाहिँ ल आइदिनु पऱ्यो, यस्तो पऱ्यो भन्ने किसिमको कुराहरू हुन्छ। यसले गर्दाखेरि व्यस्त नै भइन्छ। म मात्रै होइन, धेरै साथीहरू पनि व्यस्त नै हुनु। धेरै वर्ष भयो लोक दोहोरीको क्षेत्रमा चाहिँ लोक दोहोरीलाई सपोर्ट गर्दै गायक गायिकाहरूलाई सपोर्ट गर्दै आइरहेकी मैले देखिरहेकी छु। यहाँ कहिले पनि पछाडि हट्नु भएको छैन र दर्शक श्रोताको जहिले पनि डिमान्ड हुने गर्छ। यहाँको हामीले चाहिँ कतिपय गायक गायिकाहरू हराउनु भएको छ, ब्याक साइडमा बस्नुपर्ने अनि रेकर्डिङ पनि त्यति नहुने समय सापेक्ष नचलिरहनु भएको हामीले देखिरहेका छौँ। तपाईँ चाहिँ चलिराख्नु भएको छ। अब त्यो के भनेदेखि अब आदरणीय दर्शक श्रोतालाई के चाहिँ थाहा छ भने म निरन्तर रूपमा लागिरहेको छु, मैले आफ्नो कर्म पुरा गरेको छु भन्ने उहाँलाई थाहा छ। र त्यो मात्रै होइन, म 17-18 वर्ष भयो निरन्तर रूपमा चाहिँ दोहोरी साँझमा गीत गाउँछु। म एउटा चाहिँ होटल मजदुर पनि हो, त्यो पनि अब गीत सङ्गीतकै एउटा पाटो पनि हो होइन। यो हिसाबमा चाहिँ त्यसलाई माया गर्नुपर्छ भन्ने पनि लाग्यो होला कतिलाई, त्यो पनि हुनसक्छ। अब त्यो मात्रै पनि होइन, अहिले अब हजुरको चाहिँ गीत गाएर मात्रै गीत चलेर मात्रै पनि पुग्दैन। अब तपाईँको चाहिँ सम्बन्ध सम्पर्क होइन, यी हरेक कुराहरू चाहिँ हुनुपर्छ। त्यो हिसाबमा मलाई पनि लाग्छ, मलाई धेरैले माया गरेर नै म अहिलेसम्म टिकेको छु भन्ने लाग्छ। त्यसमा चाहिँ आफूलाई खुसी लाग्छ। प्रत्येक स्टेजमा पुग्दाखेरि प्रत्येक जिल्लाका बासिन्दाहरूलाई रुवाउने गर्नुहुन्छ अरे तपाईँ? रुवाउने भन्दा पनि अब म होइन, म हँसाउने पनि गर्छु, म नचाउने पनि गर्छु। तर त्यो रुवाउने गीतको शर्त अलिकति बढी हुने गर्छ। अब मैले चाहिँ एउटा चाहिँ विदेशीको छोराले आफ्नो आमालाई चाहिँ केही सन्देश दिएको एउटा गीत होइन। म आउन चाहन्थेँ तर आउन पाएन, बिदा मिलेन, छुट्टी मिलेन, अर्थात् ऋण तिर्न सक्ने भएको छैन। यही विषयमा आधारित गीत मैले गाउने हो। अब हामी त्यो गीत गाउँदा मान्छे रुने, अब आमाहरू रुनुहुन्छ। त्योभन्दा पनि आमाहरू अहिलेको चाहिँ नेपालको अवस्था कस्तो रहेछ होइन। हाम्रा आमाहरू चाहिँ, हाम्रा चाहिँ चेलीहरू, हाम्रा चाहिँ देशका नारीहरू कति पीडामा हुनुहुँदो रहेछ कि एउटा गीत गाउँदा पनि उहाँहरू चाहिँ बरबर्ती आँसु झारेर रुनुहुन्छ। रुने मात्र होइन, अस्ति त यो अत्तरियामा त एकजना आमा रुँदा रुँदै चाहिँ बिहोसै हुनुभयो। 4 घन्टापछि मात्रै उहाँको होस आयो, हस्पिटल लग्नु पर्यो। त्यो पनि हुन्छ भनेको। मैले त्यसबाट गर्व गर्ने भन्दा पनि हाम्रो आमाहरू कति पीडामा हुनुहुन्छ, हामी त्यो सोच्नुपर्छ। प्रत्येक गायक गायिका स्टेज जानुभन्दा अगाडि चाहिँ ताली चाहनुहुन्छ, सबैजना चाहिँ धुलो उडाएर नाचिदिनु भयो हुन्थ्यो, क्राउड चाहनुहुन्छ, उफ्रिदिनु भयो हुन्थ्यो भन्नुहुन्छ। तपाईँ चाहिँ जाने बित्तिकै नरुनु होला है भन्नुहुन्छ। त्यही नै हो मैले भने नि तपाईँको चाहिँ। अब त्यो मात्र होइन, मैले पहिला लाउचेली सिन्दुर लाउ गाउँदाखेरि पनि धेरै चाहिँ दिदीबहिनीहरू रुनुहुन्थ्यो। अब सोलो एल्बम निकाल्नु पर्ने आवश्यकता छैन है? अब
यो आवश्यकता भन्दा पनि बाध्यताको कुराहरू हुन्छन्। अब अहिले त तपाईँको चाहिँ अहिलेको परिस्थितिले चाहिँ नेपाली गीत सङ्गीत कहाँ पुगेको छ तपाईँलाई राम्रोसँग थाहा छ होइन। तपाईँको एउटै एल्बममा चाहिँ 4-5वटा गीत राखेर साइड ए र बी साइड बी गरेर गीत निकाल्ने ती दिनहरू, अनि गएर चाहिँ सिग्नेचर गरेर छक्का बेच्ने ती दिनहरू, सिडी बिक्री हुने ती दिनहरू अब त्यो इतिहास जस्तै कथा जस्तै भइसकेका छन्। अब अहिले त अब समयअनुसार चल्नु पर्यो। अहिले त तपाईँको अब एउटा गीत बनाउने, अब त्यही गीतलाई चाहिँ एल्बम भन्ने, अब त्यही गीत चाहिँ बजारमा आएको छ है भन्ने। जति पनि टेलिभिजनहरू छ नि, टेलिभिजनबाट होइन युट्युबबाट चाहिँ गीत रिलिज गर्ने जमाना आयो। म चाहिँ सब युट्युबबाट गीत रिलिज गर्ने, अब युट्युबलाई नै चाहिँ एउटा चाहिँ सञ्चारको चाहिँ प्रमुख माध्यमको रूपमा चाहिँ अपनाउने होइन। अब युट्युब नै चाहिँ थोरै भए पनि आम्दानीको स्रोतको रूपमा चाहिँ प्रयोग गर्ने पनि आइरहेको छ। तथापि नेपालमा कतिपय कुराहरू सिस्टममा, कतिपय कुराहरू चाहिँ नीति नियममा हामी अलिकति पछाडि छौँ होइन। हाम्रो चाहिँ हक अधिकारका कुराहरू होइन, ती कुराहरूमा चाहिँ हामी अलिकति पछाडि नै छौँ। फेरि पनि सुरुवात हुँदैछ। अब तपाईँको विकसित देशहरूमा ती ठुला देशहरूका कलाकारहरू त युट्युबले नै बाँचेका छन्, फेसबुकले बाँचेका छन्, अरू विभिन्न चाहिँ माध्यमबाट बाँचेका छन्। तर हामीहरूको जस्तो देशमा भएको चाहिँ एउटा चाहिँ अधिकारलाई, आफ्नो चाहिँ अधिकारलाई हामीले चाहिँ नबुझ्दा, नजान्दा, नीति नियमका कुराहरू नजान्दा अथवा प्रविधिको कुरामा चाहिँ हामी पछाडि हुँदा हामी चुकेका पनि छौँ। फेरि पनि अहिले बिस्तारै चाहिँ त्यो तर्फ हामी उन्मुख हुँदैछौँ। अब त राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको हुनेवाला अध्यक्ष भनेर चाहिँ सबैजनाले चुनाव नहुँदै घोषणा गरिसक्नु भएको छ यहाँलाई होइन। मैले एकैछिन है रोकेँ यहाँलाई। प्रतिष्ठानले गर्यो के गर्ने के त? लोकदोहोरी त अब सबै फोहोरी भयो भनेर चाहिँ धेरैजनाले आलोचना गर्न थाल्नु भएको बेलामा। धन्यवाद छ। अब पहिलो कुरा प्रतिष्ठानको हुनेवाला अध्यक्ष भन्ने कुरा त्यतातिर नलागौँ। अब म प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष हुनुमै गर्व गरिराखेको छु। अब अध्यक्ष हुने नहुने त्यो समयले बताउने कुरा गर्नुहोस्। अब त्यो मेरो काम, मेरो क्षमता होइन, अब मेरो प्रतिभा, मेरो चाहिँ मेहनतलाई चाहिँ प्रतिष्ठानभित्रका सम्पूर्ण चाहिँ सदस्य साथीहरूले, सम्पूर्ण चाहिँ कलाकारहरूले, मेचीदेखि महाकाल अर्थात् हाम्रो 55-56 जिल्लामा भएका जिल्ला कार्य समितिका साथीहरूले यसलाई बनाउँदा हुन्छ भनेर उहाँहरूले भन्नुभयो कुनै दिन, र बनेछु भने त फरक कुरा हो। तर अहिले नै म चाहिँ हुनेवाला अध्यक्ष, म चाहिँ अध्यक्षमा उठ्दैछु भनेर मैले भनेको छैन र भन्दिनँ पनि। मलाई त्यतातिर हतार पनि छैन, मलाई त्यस्तोतिर फुर्सद पनि छैन। म प्रतिष्ठानको काम गर्ने हो, प्रतिष्ठानको काम गर्ने हो। म प्रतिष्ठानभित्र अहिले पनि छु, भोलि अध्यक्ष हुँदा पनि हुन्छु, नहुँदा पनि हुन्छु। अध्यक्षको कुर्सीमा मेरो त्यति धेरै मोह छैन है, प्लिज है। तर तपाईँले के चाहिँ बुझिदिनुहोस् भन्दा प्रतिष्ठानले के गर्यो भन्ने कुरामा अहिले साँच्चीकै मैले प्रतिष्ठानले गरेका कामहरूको बारेमा बेली विस्तार लगाउन थालेँ भने तपाईँको चाहिँ कार्यक्रममा चाहिँ समय पुग्दैन। त्यतिमा सारमा तपाईँले के बुझ्नुहोस् भन्दा प्रतिष्ठान भनेको एउटा चाहिँ सामाजिक कलाकारको हक हित अधिकारका लागि र सकेसम्म चाहिँ नेपाली लोक संस्कृति, कला संस्कृतिको चाहिँ एउटा संरक्षण, सम्वर्धन र विकासका लागि स्थापित एउटा विशुद्ध चाहिँ गैर राजनीतिक संस्था हो। हामीले चाहिँ हाम्रो ठाउँबाट गरिरहेका छौँ। तर कतिपय कुराहरू अहिलेको चाहिँ जुन किसिमको एउटा परिस्थिति आइरहेको छ नेपाली गीत सङ्गीतमा, जुन किसिमको विकृति विसङ्गतिहरू आइरहेको छ, त्यसलाई समाधान गर्नको लागि प्रतिष्ठान मात्रै काफी नहुने अवस्था प्रतिष्ठानको काबुभित्र रहेन त्यो भनेको। त्यसका लागि त तपाईँको राज्य स्तरबाटै लाग्नुपर्ने, मिडिया स्तरबाट लाग्नुपर्ने, सम्पूर्ण कलाकारहरू लाग्नुपर्ने र सचेत चाहिँ दर्शक र श्रोताले पनि त्यो कुरालाई बुझ्नुपर्ने, अनि मात्रै त्यो समस्या समाधान हुन सक्छ। जस्तो मानौँ शोभा त्रिपाठीले एकदमै छोटो लुगा लगाएर नाचिदिनु भयो, अनि कि प्रतिष्ठानले चाहिँ तपाईँलाई कारबाही गर्ने चाहिँ लगेर थुन्न मिल्दैन, त्यो अख्तियार प्रतिष्ठानसँग छैन। हामीले रिक्वेस्ट शोभाजी यस्तो यस्तो कुरा आइरहेको छ, तपाईँले प्लिज नगरिदिनुहोस् न भन्दाखेरि तपाईँले हस् भनेर गरिदिनु भयो भने तपाईँलाई धन्यवाद, म गर्दिनँ हुन्छ पनि भन्ने, फेरि पनि गर्दै गर्नेलाई हामीले के गर्न सक्छ प्रतिष्ठानले। तर एउटा के चाहिँ छ भन्दाखेरि हामी कुनै दिन त्यो किसिमको अख्तियार अर्थात् त्यो किसिमको चाहिँ कानुनी चाहिँ लिएर हामी चाहिँ अगाडि बढ्न पाएको दिनमा सरकारले अर्थात् राज्यले, सम्बन्धित निकायले हामीलाई त्यो किसिमको चाहिँ अनुमति र चाहिँ त्यो किसिमको चाहिँ अख्तियार हामीले पाएको दिनमा हामी पक्कै पनि गर्छौँ। त्यसका लागि चाहिँ नेपाली लोक संस्कृति, नेपाली चाहिँ लोकदोहोरीको छविलाई धमिलो हुन नदिनको लागि हामी जस्तोसुकै कदम चाल्नको लागि तयार छौँ। तर नेपालको संविधान अर्थात् चाहिँ स्थानीय प्रशासन, नियम कानुन उल्लङ्घन गरेर चाहिँ हामी अगाडि बढ्न त सक्दैनौँ। तर कानुनले दिएसम्म त हामी लागिरहेका छौँ, हाम्रो विधानले भेटेसम्म हामी लागिरहेका छौँ। ठिक छ, मैले रोकेँ फेरि कुरा, किनभने समय छोटो छ।
टेलिभिजन मिडिया कर्मीहरूले पनि हेर्नु पर्यो भन्नुभयो नि सेन्सर हुन्छ नि गीत टेलिभिजनमा युट्युबमा सेन्सर हुँदैन जस्तो पनि गइरहेको छ आफ्नो ठाउँबाट कर्तव्य गर्नुभएको छ धेरै काम प्रतिष्ठानले यही विषयमा हाम्रो दोर्गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष चन्द्र शर्मा हिजो एउटा मिटिङमा चाहिँ सहभागी हुनुभएको छ म्युजिक नेपाल लगायतका विभिन्न सम्बन्धित निकाय बीच बसेको छलफलबाट के भएको छ भनेदेखि अब चाहिँ त्यस्ता चाहिँ एउटा समाजमा पाच्य नहुने किसिमका त्यस्ता भिडियोहरू त्यस्ता ड्रेसअपहरू भएकोलाई चाहिँ अब युट्युबमा नहाल्ने भन्ने चाहिँ सहमति हुँदैछ त्यो विषयमा व्यापक छलफल भइसकेको छ त्यो भइराखेको छ हामी चुपचाप छैनौँ शोभाजी अब मनोरञ्जन लिऊ एकैछिन यहाँ चर्चित गायक हुनुहुन्छ यहाँको मिठो गीत पसिना आएछ हामीले गुड मर्निङ नेपालमा धेरै समयदेखि बजाइरहेका छौँ गर्मीको मौसम छ यतिखेर चाहिँ विभिन्न स्टेजहरूमा गाउँदाखेरि पनि दर्शकहरूलाई ओहो समसामयिक गीत रहेछ भनेर पनि धेरै नै रुचाइराख्नु भएको छ तपाईँलाई त अझै मिल्छ तपाईँलाई धेरै पसिना पनि आउँछ होइन यो गीत चाहिँ एकनारायण भण्डारीको शब्द अनि सङ्गीतमा प्रीति आले बहिनी र मैले गाएको गीत हो कृष्ण फिल्म्स प्रालीले चाहिँ यसको बजार व्यवस्थापन गरेको छ शङ्कर विशी र अञ्जली अधिकारीले अभिनय गरेको यो गीत घामले हो कि बैसाले पोलेको बोलाम बोलाम लागेर बोलेको भन कसो गरम पसिना आएछ निधारैमा तिम्रो पुछ्दिन मन लाग्यो नमान है शरम पसिना आएछ निधारैमा तिम्रो पुछ्दिन मन लाग्यो नमान है शरम अब जुन जतिखेर चाहिँ यहाँको स्टार्टिङ पिरियडमा चाहिँ एल्बमहरू आइरहेका थिए नि हजुर यस्ता गीतहरूको पनि दर्शकहरू अपेक्षा गरिराख्नु भएको छ यहाँको एल्बम आइदिए पनि हुन्थ्यो यस्तै समसामयिक गीतहरू भनेर कुरिराख्नु भएको छ तपाईँको त्यस्तो के योजना छ एल्बमहरू लिएर आउने गीतहरू रेकर्ड गराउने मैले गीतहरू त मैले गरिराखेको छैन गरिराख्नु भएको छ अहिले त के छ भन्दा हजुरको अब कलाकार दर्शक श्रोता भन्दा कलाकार धेरै भइसकेको अवस्थामा तपाईँको चाहिँ कलाकार भन्दा मिडिया धेरै भइसकेको अवस्थामा अब कुन गीत कसले गायो र कुन गीत कहाँबाट चाहिँ प्रसारण भयो यो कसैले मेसो पाउनै सक्दैन हेर्नुहोस् अब मैले आजै चाहिँ नयाँ गीत रिलिज गर्दैछु अनि बाटोमा निस्किँदा कहाँ हराउनु भयो तपाईँ विदेशतिर हो कता हराउनु सोधिदिन्छ मान्छेले यो किसिमको समस्या मैले मात्र होइन अहिले जतिसुकै चर्चित कलाकारले पनि त्यो भोगेको छ होइन त्यसले गर्दा यसका लागि त हेर्नुहोस् अब हामी गम्भीर भएर लाग्नै पर्ने हुन्छ एउटा हरेक कुरामा मापदण्ड बनाउनुपर्छ कि कस्ता गीतहरू बजारमा निकाल्ने एउटा कलाकारले कतिवटा गीतसम्म गाउने अर्थात् कस्ता मिडियालाईसम्म चाहिँ नेपाल सरकारले चाहिँ प्रसारणको चाहिँ अनुमति दिने होइन जस्ता पनि मिडिया जस्ता पनि गीत र जस्ता पनि कलाकार भइयो भने न त्यो मिडियाको अस्तित्व रहन्छ न चाहिँ कलाकारको अस्तित्व रहन्छ न गीत सङ्गीतको अस्तित्व रहन्छ त्यो अस्तित्व जोगाउनुको लागि पनि अब हामी सम्पूर्ण चाहिँ सचेत हुनुपर्ने जरुरी छ भन्छु कार्यक्रमको अन्त्यमा मैले बोल्न केही पनि मन थिएन जोगी बन्नलाई एक लाइन किनकि युट्युब मार्फत मन थिएन जोगी बन्नलाई हात हेराउँदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्नलाई कसरी मन बुझाउने मैले खै कल गरेर मेरो हजुर श्रीमती पहिला गई मन थिएन जोगी बन्नलाई तपाईको समयको अभाव भयो म धेरै धन्यवाद चर्चित गायक हुनुहुन्थ्यो हामी माझ उहाँलाई जति प्रशंसा गरे पनि म अपुरै रहन्छु बद्री पङ्गेनी हुनुहुन्थ्यो आजको बसाइमा हामीसँग कार्यक्रम यति नै भोलि आउनेछु नमस्कार